के तपाईलाई थाहा छ कहिले सुन्नु भएको छ कुनै कम्पनीको बोर्ड मेम्बर्सले आफ्नै फाउन्डरलाई घाँटीमा समातेर बाहिर निकालिदिन्छ र त्यो फाउन्डर गएपछि कम्पनी टाँड पल्टिने अवस्थामा पुग्छ। अनि जब त्यही फाउन्डर वर्षौँपछि फर्किन्छ उसले एउटा टाँड पल्टिन लागेको संस्थालाई संसारकै सबैभन्दा मूल्यवान साम्राज्य बनाइदिन्छ। हो, विप्रो र इन्फोसिस जस्तै जिरोबाट सुरु भएको यो कर्पोरेट युद्धको कथा कुनै दन्ते कथा होइन, यो एप्पल र स्टिभ जब्सको वास्तविक इतिहास। म सौरभ गिरी आज सोचकास्टमा तपाईँलाई लैजाँदैछु कर्पोरेट इतिहासकै सबैभन्दा ठुलो कमब्याक स्टोरीमा। अब एप्पलको सुरुवाती सङ्घर्षको कुराहरू गरौँ। कथा सुरु हुन्छ सन् 1976मा ठाउँ क्यालिफोर्नियाको एउटा सानो ग्यारेज। दुईजना युवा, एकजना भिजनरी मार्केटिङ माइन्ड भएका स्टिभ जब्स र अर्का प्राविधिक जादुगर स्टिभ वोजनियाक। यिनीहरूले कम्प्युटर क्रान्तिको सपना देखे। त्यति बेला कम्प्युटर भनेको ठुला ठुला सरकारी अफिसमा मात्र हुन्थ्यो। जसले सोचे कम्प्युटर प्रत्येक मान्छेको टेबलमा हुनुपर्छ। उनीहरूले एप्पल फर्स्ट र एप्पल सेकेन्ड बनाए। एप्पलले बजारमा धमाका त मचायो, कम्पनीले केही वर्षमै करोडौँ भयो। तर जब कम्पनी ठुलो हुन्छ तब भित्र छिर्छ कर्पोरेट राजनीति। स्टिभ जब्स एकदमै पर्फेक्सनिस्ट र अलिक कडा स्वभावका थिए। उनले कम्पनी चलाउने पेप्सिकोका जोन स्कलीलाई सिइओ बनाएर ल्याए। तर विडम्बना, त्यही जोन स्कली र बोर्ड मेम्बर्स मिलेर सन् 1985मा स्टिभ जब्सलाई उनकै आफ्नै कम्पनीबाट गलत त्याएर बाहिर निकालिदिए। त्यसपछि सुरु हुन्छ एप्पलको द डार्क एरा र स्ट्रगलको कहानी। जब्स निस्किएपछि एप्पलको ओह्रालो यात्रा यसरी सुरु भयो कि बयान गरिसाध्य छैन। कम्पनीले एकपछि अर्को फ्लप प्रडक्टहरू बनाउन थाल्यो, जस्तै एप्पल न्युटन पिडिए र डिजिटल क्यामेरा। उता विन्डोज, बिल गेट्सले चाहिँ सबै साम्राज्य कब्जा गरिसकेका थिए, पुरै बजार कब्जा गरिसकेका थिए। 1997मा एप्पल टाँट पल्टिने अवस्थामा आइपुगिसकेको थियो। कम्पनीसँग केवल 90 दिन चल्ने पैसा मात्र बाँकी थियो। एप्पल इतिहासबाट मेटिने तयारीमा थियो। सबैले भन्थे एप्पल इज डेड, एप्पल इज नो मोर। तर इतिहास तब लेखिन्छ जब मान्छेले हरेस खान्छ तर नायकले हार मान्दैन, किनकि स्टिभ जब्सको फेरि इन्ट्री हुन्छ, द रिटर्न अफ द किङ। कम्पनी बन्द हुन लाग्दा बोर्डले आफ्नो गल्ती महसुस गर्यो र जब्सलाई घुँडा टेकेर फिर्ता बोलायो। 1997मा जब जब्स फर्किए उनले सबैभन्दा पहिले के गरे थाहा छ? उनले कम्पनीको 70% फाल्तु र अल्मल्याउने प्रोजेक्टहरू एकै झड्कामा बन्द गरिदिए। उनले आफ्ना इन्जिनियरहरूलाई भने, हामी धेरै थरी फोहोर होइन, केवल 4वटा उत्कृष्ट प्रडक्ट बनाउनेछौँ। उनले डिजाइनलाई यति सरल, सुन्दर र प्रिमियम बनाए कि प्रडक्ट होइन, मान्छेको इमोसन बिक्न थाल्यो। 1998मा आयो आइम्याक, रङ्गीन र पारदर्शी कम्प्युटर जसले कम्प्युटरको परिभाषा बदल्यो। 2001मा आयो आइपड, जसले हजारवटा गीत तपाईँको खल्तीमा हालिदियो र म्युजिक इन्डस्ट्री ध्वस्त बनायो। 2007मा आयो द आइफोन। यो एउटा यस्तो डिभाइस थियो जसले मानव इतिहासलाई सधैँको लागि बदलिदियो। अब एप्पल अहिलेको अवस्थामा कहाँ छ त? करेन्ट स्ट्याटस र रेभेन्यूको बारेमा चर्चा गरौँ। आउनुहोस् यसको वर्तमान साम्राज्यको केही नम्बरहरू हेरौँ। कुल बजार मूल्यको कुरा गर्नु पर्दाखेरि $3 ट्रिलियन प्लस बजार मूल्य छ भने कर्मचारी सङ्ख्या ग्लोबल इम्प्लोइहरूमा विश्वभर करिब 1,64,000 भन्दा पूर्णकालीन कर्मचारीहरू छन्। मुख्य हतियार द इकोसिस्टम, आइफोन, आइप्याड, म्याक, एप्पल वाच र सर्भिसेसहरू जस्तै आइक्लाउड, एप्पल म्युजिक। एप्पलले फोन मात्र बेचेन, एउटा यस्तो इकोसिस्टम बनायो जहाँ आइफोन, वाच र म्याक आपसमा यसरी जोडिन्छन् कि ग्राहक यसको सिल्भर केजबाट कहिले बाहिर निस्किन सक्दैनन्। अब यसबाट नेपाली उद्यमी वा स्टार्टअप सुरु गर्न चाहने युवाले सिक्ने सबैभन्दा ठुलो कुरा के हो त? पहिलो, फोकस केन्द्रित हुनु। 10वटा साधारण काम गर्नुभन्दा एउटा यस्तो काम गर्नुहोस् जुन संसारमा कसैले गर्न नसकोस्। दोस्रो, क्वालिटी ओभर रिसोर्सेस। तपाईसँग रिसोर्स कम छ, पैसा कम छ भने चिन्ता नगर्नुहोस्। आफ्नो प्रोडक्टको क्वालिटी र ब्रान्डिङ यति खतरनाक बनाउनुहोस् कि मान्छेले त्यसलाई केवल सामान होइन, आफ्नो स्टेटस सिम्बल मानुन्। कुनै समय 90 दिनमा बन्द हुन लागेको एप्पलले आज विश्वको प्रविधि नियन्त्रण गर्दैछ भने, यदि एउटा ग्यारेजको आइडियाले $1 ट्रिलियन को साम्राज्य खडा गर्न सक्छ भने तपाईँको दिमागमा भएको आइडियाले भोलिको नेपाल कसरी बन्द गर्न सक्दैन? सोच्नुहोस् त। म सौरभ गिरी आजको लागि सोचकास्टबाट बिदा हुन्छु। भिडियो मन परे लाइक गर्नुहोला। धन्यवाद।